सब पाउँछ साथीहरू सब। लङ चाहिँ बनाएको छैन, आमा बाउ भइन्जेल मात्रै। म 3 दिन छुट्टी। साथीहरू वेलकम टु माई न्यू वेलकम टु माई च्यानल। म चाहिँ फर्स्ट टाइम यो बनाउँदैछु भिडियो। मलाई चाहिँ बनाउन आउँदैन पनि हैन, तर म कोसिस गर्नेछु कस्तो हुन्छ हेरेर। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु ल गाइसहरू। हामी चाहिँ यहाँ काँक्रा एक काँक्रा र करेला टिप्दैछौँ। करेला हाम्रोमा चाहिँ एकदम अर्ग्यानिक पाउँछ, बिना औषधि बिना उयो के परे भन्नु पनि आउँदैन त्यस्तो। कत्रो टिप्नु भएको आमा कोलाई त्यो गाडी गएकोलाई माथि आन्टीलाई माथि सिकाए। चाहिँ मेरो मम्मीले कोसेली पठाउनको लागि टिप दिँदै हुनुहुन्छ। मैले मेरो लागि चाहिँ अघि टिपिसकेँ हैन। अनि म तपाईँलाई पुरा खोर्सानीहरू देखाउँछु ल तपाईँहरूलाई। साथीहरू ला मेरो कपाल खुस्क्यो। यहाँनिर यस्तो घोप्टेर हिँड्नुपर्छ किनकि यहाँनिर यो झ्याङ छ, झ्याङ भन्छ के भन्छ हेर्नु न खोर्सानीहरू यहाँ अक्बर रे। रुममा त छ नि अकबरेहरू, लाम्चे खोर्सानी, जिरे खोर्सानी सब पाउँछ साथीहरू सब। नपाउने केही छैन मेरो घरमा। यहाँ हेर्नुहोस् खोर्सानीहरू यति धेरै छ, तर खासै मजाले चाहिँ नदेखिँदो रहेछ। तर फल्नु चाहिँ यस्तो दामी फलेको छ हेर्नुहोस्। देख्नुभयो कि होइन? म चाहिँ यो युट्युबमा हाल्नु पर्यो भिडियो। म चाहिँ फर्स्ट टाइम बनाउँदैछु यसरी चाहिँ। सर्ट मिनी ब्लगहरू चाहिँ बनाउँथेँ भिडियोहरू, तर यसरी लङ चाहिँ बनाएको छैन कहिले पनि। तर म बनाउने कोसिस गर्छु। हामी चाहिँ आमा छोरी यहाँ खोर्सानी करेलाहरू टिप्दैछौँ, बैगुन सबै। के बोल्नु भयो? म त चाहिँ फर्स्ट टाइम बनाएको, बोल्नु पनि आउँदैन। म चाहिँ फिल्म जानुपर्ने छ हैन, नानीहरू स्कुल पुऱ्याउनु पर्ने छ। तर आज चाहिँ ढिलो भइसक्यो यहीँ गाउँमै। अब कतिखेर हुन्छ थाहा छैन। हेरौँ आज नानीहरू चाहिँ स्कुल पुऱ्याउनु पाइन्छ जस्तो चाहिँ छैन। करेलाको झ्याङ के भन्छ झ्याङ होइन के भन्छ मलाई चाहिँ थाहा भएन साथीहरू, बिर्से के भन्छ यसलाई कमेन्ट गर्नु ल। त परदेखि त ओरसम्म छ नक्कली भन्नुहुन्छ होला नि। कति साह्रो मुख बनाउँदै बोलेको, कति साह्रो बट्टारिएको भन्नुहुन्छ होला नि। तर त्यसो नभन्नु होला। मलाई बनाउने आइडिया पनि छैन खासै चाहिँ हैन, तर पनि फर्स्ट टाइममा चाहिँ यो लङ भिडियो बनाउँदैछु। जङ्ग मम्मी भयो अब त भयो। यो झोलाको बोकेर जान्छु आउनु ल। यो झोलाको छिटो ल्याउनु नानी। म चाहिँ पेन उठेर मुख पनि धुएको छुइनँ हैन, यत्तिकै छु। यत्तिकैमा पनि आएँ।
हजुर अनि घर लाने त केही पनि टेन्सन छैन। तर बैगुन टिपे करेला खाँदिनँ म किनकि मेरो प्रेसर लो छ खानु त मुन्टा गटा हजुर मुन्टा गटा मुन्टा नलाने गटा चाहिँ मसिनो कलिलो कलिलो छानेर लानु पर्यो उयो माथितिर छ होला नि हेरौँ न। त्यो ब्यागमा लाउँदा म यहाँ पक्रिने बोक्छु यो चाहिँ अनि तपाईँ चाहिँ खोजेर ल्याउनु सुकाइको बोल अलिक खोरको बोल भनेर भन्नु चाहिँ आमा बाउ भइन्जेल मात्रै साथीहरू ठग्नु होइन आयो, ठग्नु पाइयो नि त आफू नै आमाको नानीको आमा भयो अझै आमा बाउलाई ठग्नु जानिया छ बोकेर ल्याएको। यो झ्याङ्ला त के पो भन्छ मम्मी मास ए माछ अहिले याद आयो माछ माछ भन्छ साथीहरू माछ भूत भूत हजुर गट्टा खोजेर आउँछु छ कि छैन। गट्टा त तल बारीतिर पो थियो जस्तो लाग्यो जान तले यता त छैन होला। ल साथीहरू मैले मेरो भारी पुऱ्याएँ मम्जी यहाँ हुनुहुन्छ अब चाहिँ म घरतिर जाँदैछु होइन अनि साथीहरू मेरा घरको फुलहरू चाहिँ यस्तो यस्तो छ है चाहिन्छ भने यो प्लान्टहरू चाहिँ फ्रीमा तपाईँहरूलाई किन्नु पर्दैन आउनुहोस् यो चाहिँ माथिको मात्र भयो यता मुनि पनि छ परिसरमा म घर वरिपरि चाहिँ देखाउँदिनँ किनकि टाइम लाग्छ नानी भित्र भुइँमा अलि हेर्नु न यहाँ अब तिहारमा फुल्नुपर्ने फुल चाहिँ सयपत्री उयो देख्दैन हुन्छ अहिले नै फुल्न थालेछ अनि तिहारमा के गर्ने होला अहिले फुलिसकेर खोइ काँक्रा टिप्नु भयो अब काँक्रा अनि अनार टिप्छु भने देखाउँछु ल उयो एउटा अनार टिपौँ होला हौ सबै किरा लागेको रहेछ लाग्ने चाहिँ यो चाहिँ मेरो घरको डल्ली यहाँ चाहिँ मेरो गोरु भैँसीहरू थियो भैँसीको बच्चाहरू थियो अहिले चाहिँ छैन सबै बेचिदिएको यो चाहिँ मेरो छोरा अनि छोरी बसिरहेछ यहाँ अनार टिप्छु है साथीहरू अनार पछि मम्मी छैन भने आज ढिलो पनि भइसक्यो आयो मेरो बाउको होइन हौ हजुर त्यो भारी छ कि यो चाहिँ अनार हो साथीहरू अनार हो ए यतापट्टि छ न म टिप्छु मैले देखेको छु त्यत्रो तल बारीमा त कहाँ जानु
अनि यहाँ कलिलो गट्टा कहाँ देखिरहेको थिएँ भन्ने कुरै बिर्सिकेँ तर फेरि फर्सीहरू त कति छ कि तर सबै छेपिसकेछ। मेरो ढाड सर्क्यो ढाड म चाहिँ यो टिप्स गरेर जान्छु ल अब पक्नुहोस् ल। यो टिप्स है साथीहरू। यत्तिको टिप्यो भने चाहिँ फेरि दामी हुन्छ साह्रै कलिलो पनि मन चाहिँ पर्दैन। ल ल ल मेरो फोन झऱ्यो तर म टिप्छु फोन झरे पनि यति चाहिँ टिपेँ। बैगुन भिन्डीहरू पनि छ तर म भिन्डीहरू चाहिँ टिप्दिनँ किनकि मलाई भिन्डी मन पर्दैन। करेला चाहिँ मनपर्छ तर खानु हुँदैन, प्रेसर लो छ। प्रेसर लोले म 3 दिन सुत्छु करेला खायो भने, त्यही भएर खाँदिनँ। ल ए छिटो न यो पक्रिनु न, यही हो ल्याएको गटे हुन्छ। यति नै पुग्छ 3 साग 4 साग मलाई ए टिप्ने तरिका त त्यो रहेछ नि। यहाँ चाहिँ मेरो पापाले काँक्रा टिपिदिँदै हुनुहुन्थ्यो साथीहरू भर्याङ लाएर। म टिपिसकेर देखाउँछु ल। मेरो पापाले ल्याइदिइसक्नु भएपछि मम्मीले चाहिँ हेर्दै हुनुहुन्न यहाँ बाङ्गो नजर लाएर। म अटोलाई फोन गर्छु अब। यो चाहिँ माथि टिकाएर पठाइदिनु। हुन्छ म्याडम ल हुन्छ म्याडम। यो करेला चाहिँ दाइले कुकुरलाई दिनु। हुन्छ म्याडम। यो गट्टा र बैगुन चाहिँ घरमा राख्नु। ओके म्याडम। यो मनी प्लान्ट के भन्छ यसलाई? त्यही भन्छ। हामी चाहिँ गाउँ छोडेर बजारतिर सहरतिर लाग्यौँ। मेरो घर कहाँ छ? यता छ। त्यहाँ देखिँदैन कि हो यसै राम्रो नदेखिँदो रहेछ। हामी चाहिँ यत्तिकै रुम लाग्यौँ। यता हुनुहुन्छ माथि पापाले पुऱ्याउने हुनुहुन्छ। यहाँ छोरी छ ढिलो भयो आज। अटो कतिखेर आउँछ? अटोले पर्खाउँछ उस्तै। ओह मेरो घर यति अटोले कुराउँछ कि भन्ने कुरा त मलाई मात्रै थाहा छ। हामी चाहिँ यहाँ अटो पर्खिरहेछौँ।